साथीहरू, एकदमै खुसीको खबर। अहिलेको सरकारले विशिष्ट पदाधिकारी तथा कर्मचारीहरूले पाउने जुन सरकारबाट डिजेल पेट्रोल छ, यो सुविधा पनि सरकारले कटौती गर्ने भएको छ साथीहरू। यसो त हामी तपाईँ जनताहरू भने बेरोजगारी जनताहरू पनि एउटा डिजेल र पेट्रोल किनेर चाहिँ हिँड्छन् भने, अनि ती त उच्च ओहदामा बसेका कर्मचारीहरू र नेताहरूले किन चाहिँ पेट्रोल किन्न सक्दैन भन्ने एउटा यो गतिलो उदाहरणसहित बालेन सरकारले यस सुविधालाई कटौती गर्ने भएको छ साथीहरू। अब त उच्च ओहदामा बसेका नेता र कार्यकर्ताहरू र सबै चाहिँ किनेर मात्रै डिजेल पेट्रोलहरू गाडी चाहिँ चलाउने, जुन जनता जस्तै अबका नेताहरूले पनि जनताहरू जस्तै हिँड्नुपर्छ र जनताहरूले जे गर्छन् त्यही नेताहरूले पनि गर्छन् भन्ने एउटा पछिल्लो राजनीतिकलाई हेर्ने हो भने निकै यो चाहिँ निर्णय राम्रो छ। र यो बालेन सरकारको यो निर्णयप्रति तपाईँ के भन्न चाहनुहुन्छ साथीहरू? एक शब्दमा कमेन्ट गर्नुहोला।